गुड मर्निङ दुनै। यहाँ चाहिँ बस्ने खसी मासु पसल पनि रहेछ होइन। अनि हामी बसेको चाहिँ यही सुसन गेस्ट हाउस हो। एन्ड यो चाहिँ यहाँनिर छ, ठ्याक्कै यसको अपोजिटमा छ। यो चाहिँ अलिक महँगो रहेछ, तर यो चाहिँ ठिकै छ होइन। एन्ड खाना चाहिँ मलाई चाहिँ एकदमै मिठो लागेको थियो है। सो हजुरहरू पनि सेफोक सुन्दा आउनु हुँदैछ भने चाहिँ दुनै चाहिँ आउनै पर्छ होइन। अनि दुनै आएपछि चाहिँ यहाँ पक्कै पनि सम्झिनु होला, नम्बर यही छ, टिप्नु होला के हो। अनि साँझ चाहिँ हामी 5 बजे उठेको थियो होइन। हो बिहानमा चाहिँ खुब जोस चढेको छ घुम्ने बेला चाहिँ, अरू बेला चाहिँ निन्द्राले झुम हुन्छ। अनि अब चाहिँ हामी निस्किनुला। आज चाहिँ हामीले के भन्छ सैनिक इलाकामा आफ्नो बाइक र हेलमेट छोडिदिन्छौँ अनि त्यहाँ राखेर हिँड्छौँ। अब हामी यसको के भन्छ बाइकमा मोबिल चेक गर्छौँ। धेरै बोलेछौँ ल, यसलाई सैनिक इलाकामा गएर भेटौँला। लेट्स गो। एउटा स्क्रु ढिला भइसकेको छ बाइकको नम्बर प्लेटको। जुगाड यतिको त हुनै पर्यो। हामी चाहिँ यतातिरबाट लाग्छौँ। यताबाट चाहिँ हाम्रो बाइक राख्ने ठाउँमा जानु लाग्यो होइन, सैनिक कार्यालय। त्यहाँ चाहिँ बाइक राख्नुपर्ने रहेछ। त्यहाँ राखेर हामी हिँड्छौँ। अघि नै भन्छ कि तर फेरि भन्छ। हेलो घोडो, गुड मर्निङ घोडो। वेलकम टु सेफोक हामी चाहिँ बाइक राख्ने ठाउँमा आइपुगेको छौँ। अनि उतापट्टि टिकट काउन्टर रहेछ। अब त्यहाँबाट टिकट काटेर हाम्रो हिँडाइ चाहिँ सुरु हुन्छ। चाहिँ हामीले यहाँबाट लिग्यौँ यसरी छ प्राइजिङहरू। एन्ड अब चाहिँ हाम्रो हिँडाइ सुरु लाग्यौँ हामी त। हाम्रो चाहिँ हिँडाइ भर्खरै सुरु भइरहेछ होइन। तर हाम्रो जुत्ताले चाहिँ कतिवटा डाँडा कटेर हिँडेर आएको जस्तो फोहोर न फोहोर छ। एन्ड यस, जय गोल्ड स्टार। तर खतरा सजिलो छ है भाइ, यतिको त हुनै पऱ्यो। फेरि प्रमोसन चाहिँ गरेर हेर्नु नि, मलाई केही देखाएन। दिने भए चाहिँ भनौँ होइन, म केही गर्दिनँ। लेट्स गो। यस्तो छ बाटो चाहिँ। यसो बाटो चाहिँ यस्तो रहेछ होइन। अनि यहाँ आउँदा चाहिँ एकदमै ध्यान दिनुपर्ने कुरा, कुनै झारपात चाहिँ नसमात्नु होला। किनभने जुन झारपात समाउनुहुन्छ त्यो सिस्नो नै सिस्नो पर्छ। अरू झारपातै छैन यहाँ, अल सिस्नो नो सिस्नो। हामी चाहिँ कागनीमा पुग्यौँ र सुनिता होटेलमा खाजा खान लागेको। ठाउँ चाहिँ कस्तो पिसफुल रमाइलो छ। मैले चाहिँ मेरो नयाँ हेयर स्टाइल बनाइसकेँ विथ डोरी एन्ड अर्को रबर ब्यान्ड। एन्ड वी आर ह्याभिङ कफी अल्सो। डाटा अन नभएको नि तपाईँको हस्टेल मात्र अन भयो क्या हो? डाटा अन नभयो हटस्पट कसरी अन हुन्छ? यो अन छैन भनेर चाहिँ नोटिफिकेसन आएको यो पढे। सो हाम्रो ब्रेकफास्ट चाहिँ आइसकेको छ। अनि यसले चाहिँ चौचौ र अन्डा भनेको थियो, तर मैले चाहिँ फापरको हात
आठवटाबाट फापरको रोटी भनेर चाहिँ अनि यहाँ चाहिँ यहाँको चाहिँ लोकल हनी रहेछ यो सो लेट्स ट्राई गरौँ खाम 9 बजिसक्यो सो खाएर चाहिँ कुदिहालौँ मिठो भाइ कस्तो हामी पनि खाम कस्तो टेस्ट गरौँ हामी खाना खान्छौँ अनि त्यसपछि फेरि हिँड्नुपर्छ अरे धन्न आयो अहिले त कस्तो टाढो उकालो थियो भिडियो खिच्ने पनि जोस थिएन सो अलिकति भयो भने आनन्द आयो अब चाहिँ हट गाइस चेप्का भन्ने ठाउँमा आएर खाना खायौँ अब हाम्रो हिँडे त्यस्तै हो बिस्तारै आइयो भर्खर खानसाना खाइयो बसियो सेफ सुन्दर गेटवे होटेल खाना खान्छ भने आउनु होला मलाई यहाँको चाहिँ एकदम मिठो लाग्यो मलाई दिललाई मिठो लाग्यो नि दिदी हामीलाई चाहिँ मिठो लाग्यो अब अरूको त खाइएन अब अरू पनि मिठै होला है अब किन अन्त नराउनु भन्नु अन्त पनि मिठै होला यहाँको चाहिँ हामीलाई मिठो लाग्यो जहाँ खाएको त्यहीको भन्नु पऱ्यो हामीले मिठो खाना खुवाउनु भयो अब हामी यहाँबाट निस्किन्छौँ अब यहाँबाट 4 घन्टा नर्मल हिँड्यो भने 4 घन्टा भन्नुभएको छ रेन्ची जानलाई रेन्ची पुग्नलाई रेन्ची होइन रेन्ची नै हो त्यही थियो जस्तो लागिरहेको रेन्ची पुग्नलाई यहाँबाट 4 घन्टा भन्नुभएको छ अब हेरौँ अब बिस्तारै गयो भने 4 घन्टा भन्नुभएको थियो अब लेप्सी के हुन्छ बिस्तारै जाउँ हतार छैन के हो भन्दै गाइस अहिले भेटौँला ल अहिलेलाई बाई बाई हामी चाहिँ हिँडेको छौँ होइन अनि फाइनली एउटा ठाउँमा चाहिँ अब 40 मिनट्समा रेची होला रेची भन्ने ठाउँ आउँछ भनेपछि चाहिँ अलिकति ढुक्क भएर खुसी भएर हिँड्दा छौँ होइन एकैछिन हिँड्दै डाँडाको टुप्पोमा पुगिदिन्छ होइन अलिअलि उकालो गर्दै माथि नै पुगिदिन्छ अनि फेरि हल्का ओह्रालो गरेर चाहिँ एकैचोटि खोलाको छेउमा आइपुग्छ कस्तो यो त तेलिचो भन्दा लास्ट गाह्रो रहेछ तत हट 40 मिनट्स भनेर सब हेरौँ 40 मिनट्स भन्ने ठाउँमा हामी फेरि 1 घन्टा त अफकोर्स पुग्छ होला त्यही भने खुसी हौँ जाम बिचराले मेरो भाइलाई कति गाह्रो भइसक्यो ढाँट्यो जस्तो अगाडि पनि गाह्रो भएको छ नि भाइ तपाईँ त्यसले केही सुने छैन ठिक छ जाम 40 मिनटमा पुग्छ 1 घन्टामा पुग्छ लेट्स गो होइन जाम गाइस म चाहिँ यस्तो पारामा आइसकेँ है हेर्नु भरिया भइसकेँ म यस्तै पारा सजिलो मलाई गाउँले भएर होला गाह्रो छ यस्तो पारामा आइसकेँ म हामीलाई जोस आछ यार बरु म चाहिँ यस्तो पारामा आइसकेको यस्तो सोल्डर दुखेर है
मेरो ब्याग गरौँ हो के हो गाइस थाहा छैन सोझा लास्ट पुग्यो अब यस्तो पारामा हिँड्नुपर्छ ठिक छ रमाइलो भइरहेछ 1 महिना हिँडेर आउनु होला प्र्याक्टिस गरेर त्यसरी चाहिँ नआउनु होला 1 महिना चाहिँ अलि हिँड्नु नै होला अनि मात्र आउनु होला है अहिलेलाई यति नै छ अब रेन्ची भन्ने ठाउँको मलाई नाम बिर्सेर जस्तो छ जाम भयो सो रेन्ची आउन चाहिँ 1 hour 30 minutes रहेछ जानै मान्दैन त गयो सत्तो गयो एकछिन कहाँ गयो मेरो भाइ चाहिँ म त छिटो रेची भन्ने ठाउँ आएछ मैले चाहिँ त्यो अर्को सुमधुवा भन्ने ठाउँको चाहिँ पढेँ रहेछ होइन सो हामी चाहिँ आइपुगेको छ रेची 13 हाइटमा रहेछ हामी रेचीबाट सम्झना होटेल पुग्न 1 घन्टा जस्तो बस सो हामी चाहिँ फाइनली रेची पुगेर होटेल मिड पोइन्ट बसिसकेको छ एन्ड भर्खरै हामीले थाहा पायौँ कि 1500 रहेछ यहाँको रुमको भाडा चाहिँ एन्ड यसो मजाले हिमाल पनि देख्ने रहेछ यहाँबाट होइन हजुर देख्नुहुन्छ कि हुँदैन यसो मजाले हिमालहरू पनि रहेछ एकदमै खुसी लागेछ कुकुर पनि रहेछ कस्तो राम्रो खाले सेतो घोडा पनि रहेछ हिरोवाला घोडा ओके सो आज चाहिँ एकदमै थाकिया छ होइन त्यही भएर योभन्दा धेरै बोल्दैन होला किनभने मेरो डेडलिफ्ट गरेर जस्तो ढाड दुखिरहेको छ सो आजलाई चाहिँ यति गरौँ रेस्ट गरौँ बाई बाई आजको हिँडाइ ओन्ली 44,000 रुम चाहिँ एकदमै कोजी छ होइन मलाई चाहिँ यो काठ भएकोबाट कस्तो राम्रो लागेको थियो वाह क्या कारिगरी है भन्ने मिल्छ यो चाहिँ The next day. So good morning and it's a day 4 अझै इनर्जी अलिकति कम छ किनभने हिजो हामी 12 घन्टा हिँडेर रहेछ होइन एन्ड हामी चाहिँ होटेल मिड पोइन्टबाट बाहिर निस्क्यौँ अब कफी सफी खान्छौँ अनि त्यसपछि फेरि 4 घन्टा पछि चाहिँ सेफुक्जुन्ड आइपुग्ने रहेछ 4 घन्टाको लागि हिँड्छौँ सो लेट्स गो सुमधुवा पुग्यो यहाँ चाहिँ यस्तो मजाले बस्ने ठाउँहरू पनि राखिदिएको रहेछ हामी चाहिँ सैजाल भन्ने ठाउँ आइपुगिसक्यो अनि यहाँ चाहिँ स्कुल पनि रहेछ त्यो स्कुलको नाम चाहिँ पढ्न सकेन मैले होइन अझै जाऊँ अझै मोर 3 hours to go सो हामी चाहिँ सुमधुवा भन्ने ठाउँमा पुग्यौँ केही खाजा खानलाई अनि यहाँ चाहिँ कुन झरना होटेल एन्ड लज रहेछ होइन अब यहाँबाट अझै 3 घन्टा रहेछ ठाडै छ भनेर भन्दैछ सो एनर्जीको लागि केही दबौँ भनेर हामी यहाँ रुकिहालेछौँ यहाँबाट चाहिँ यस्तो रहेछ भ्यूहरू चाहिँ भ्यू चाहिँ जे होस् दामी नै छ जताततैको नि ओके सो हामी चाहिँ खाजा खाएर हिँड्यौँ अब यहाँबाट चाहिँ फुल अन उकालो छ भनेर भन्नुभएको छ होइन त्यहाँको आन्टीले एन्ड मलाई चाहिँ त्यति साह्रो आत्तिएको छैन आई एम फुल प्रिपेयर्ड किनभने अब आज जति नै उकालो हुन्छ फर्किँदाखेरि त्यति नै ओह्रालो भरि हुन्छ नि त सो त्यही पोजिटिभ सोचका साथ हामी चाहिँ उकालो उक्लिन लाग्यौँ त्यहाँ माथि छ हो त्यहाँ माथिको घरमा हो त्यहाँ हो हाइट So guys,
आइपुग्यो धेरै माथि आइपुग्यो अब यहाँबाट 1 घन्टा छ अरे ऊ त्यहाँ तलबाट हेर्न सक्नुहुन्छ त्यहाँबाट हो है एउटा सिङ्गे पहाडै चढे जति छ तर घोडामा चाहिँ आएन भाइ हामी घोडा चाहिँ चाहिएन यार हामीलाई लगर लगर हिँड्दै आइयो थुप्रो रहेछ लास्ट गाह्रो भयो तर मजा आयो यार ऊ त्यहाँ तलबाट हो कि त्यहाँबाट तर मजाको रहेछ यार हेर्नु न ट्याडेन एकचोटि चाहिँ पक्कै आउनु होला आउनै पर्ने ठाउँ रहेछ अब यो बाटो हुँदै हुँदै जाने रहेछ 1 घन्टा त लाग्छ अरे बिस्तारै जाउँ के छ र हेर्नु न क्या खतरा देखेको यार एकचोटि चाहिँ आउनै पर्ने ठाउँ रहेछ कहीँ जाँदै फोक छुट्टै गरेर भेटौँला होला अब त अघिको उकालो त केही होइन रहेछ त्यो त त्यसको हजुर बाउ छ ऊ त हेर्नु त हामी अघि रेस्ट गरेको ठाउँ अझै माथि रहेछ यता तिलिचो भन्दा पनि लास्ट गएर रहेछ यार तर हिँड्ने उमेर सकिन्छ जम्प हामी बसेको होटेलबाट पनि देख्दो रहेछ लेक अब हेरौँ आज गइन्छ कि भोलि गइन्छ एन्ड फाइनल्ली पुग्यो हामी सेफोक सुन्डो घाट Bye.